हेलो गाइस, नमस्कार सबैलाई। वेलकम टु माई च्यानल। मेरो च्यानल लाइक सब्सक्राइब अनि सेयर गरिदिनु होला। अनि म आज श्रीनगर डाँडा जाँदैछु। श्रीनगर डाँडामा एकदम चिसो हावा चल्छ गरे। अनि आज चाहिँ अलि पानी पर्ने पनि जस्तो मौसम छ, पानी परेको पनि छ अलिअलि। गाइस डाँडाहरू हेर्न छैन। ओ माय गॉड, सिडी चढ्दैछु। म माथि गइसकेपछि सबै कुरा देखाउँछु है त। गाइस म यहाँसम्म आइसकेँ। आधी सिडी चढेर होइन, अझै त्यो सिडी चढ्न छ। सिडी चढ्न छ। म तपाईँहरूलाई ब्याक भ्यू देखाइदिन्छु है त। दामी छ श्रीनगर डाँडा होइन, ब्याक भ्यू देखाइदिन्छु। वेट, गाइस यहाँ लेखेछ तानसेन। तल फुटबल ग्राउन्ड पनि रहेको छ अनि लाइसेन्स दिने ट्रायल पनि त रहेछ नि त्यहाँ त। हाई गाइस, म एउटा चिज देखाउन जाँदैछु जुन तपाईँहरूलाई अलिकता अजिब लाग्छ होइन। मलाई पनि अजिब लाग्थ्यो। जुमिङमा देखाउँछ है त। रिगाउँछ है माथि हेर त। आमामा, ओ माय गॉड, कस्तो रिगाएको माथि हेर्दा त गाइस। यस्तो भ्यूमा कहिले ल्याउनु भएको थियो। रुखहरू भइहाल्यो। थोरै माथि गयौँ भने हामी त्यो मन्दिर जस्तो मूर्ति भएको ठाउँमा पुग्छौँ। अहिले त्यो पनि देखाइदिन्छु गाइस मैले होइन। त्यहाँ मूर्ति छ। अनि यहाँ चाहिँ पुरै बिरालो जङ्गल रहेको छ गाइस। बिरालो 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 सब बिरालो जङ्गल। ठुल्ठुलो रुखहरू छ सल्लाहको होइन। ओहो, ल त गाइस, अब जङ्गल सकेर म चाहिँ माथिको त्यो के भन्छ मूर्ति देखाउन जाँदैछु तपाईँहरूलाई। त्यसको लागि वेट गर्नुहोस् है त। देख्न सक्नुहुन्छ साथीहरू, म आइसकेँ। अगाडि बुद्ध रहेको छन्। अनि नेक्स्ट म चाहिँ ब्याक क्यामेरादेखि देखाउँछु है त नजिक गएर। यो भयो बुद्धको मूर्ति। अनि यतापट्टि चाहिँ अर्को पनि बुद्ध नै छन् जस्तो लाग्छ। ल, उतापट्टि उभिएको बुद्ध भने यहाँ चाहिँ बसेको बुद्ध है त। बुद्ध अनि बुद्धलाई सायद प्रणाम गरिरहेछन्। ओए, पैसा पनि चढाइदिँदो रहेछ होइन। म पनि चढाइदिनु पर्ला। अनि यहाँदेखि तल चाहिँ पुरै जङ्गल रहेको छ। यहाँ बिचमा एउटा मन्दिर मात्र छ। अनि चारैतिर जङ्गलै जङ्गल छ। अनि यहाँ चाहिँ खासै धेरै मान्छे नआउने भएकोले अलि त्यति राम्रो सफा गरिएको छैन। त्यही पनि ठाउँ चाहिँ राम्रो छ। हावा पनि शीतल छ। सब गुड छ, गुड। गाइस म जाँदैछु अलि अगाडितिर गएर पनि तपाईँहरूलाई म अर्को भ्यू देखाइदिन्छु है त। ल त गाइस हेर्नुहोस् न, म यहाँ चाहिँ खेल्ने ठाउँमा आइसकेँ होइन। अब म यहाँ चाहिँ तपाईँहरूलाई खेलेर देखाइदिन्छु है त चढेर। कस्तो हुन्छ कि नि, अघि पानी परेको थियो फोहोर होला। ल ठिकै छ गाइस, अन्त खेल्नलाई चाहिँ अर्को पनि छ गाइस यहाँ होइन। त्यहाँ पिङ पनि रहेको छ। म पिङ पनि देखाइदिन्छु त। पिङमा खेलेर देखाइदिन्छु गाइस, म खेलेर। अब यो वाला पिङ खेल्नु। पिङमा चच्च हुई। पिङमा गाइस, म पिङमा छु। खेल्न पनि मजा आइरहेको गाइस। भिडियो पनि बनेछ। यो श्रीनगर डाँडामा इन्जोयमेन्ट गाइस है। मेरो भिडियो हेरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। म अझै पनि यस्तै रमाइलो रोमान्टिक भिडियोहरू लिएर आउँछु गाइस। अब फिलहाल चाहिँ म खाजा खान जान्छु है त।
अहिले तपाईँहरूलाई फेरि अर्को भिडियोमा अर्को ठुलो एउटा स्ट्याचु छ उ त्यहाँ छ त्यो पनि देखाइदिन्छु गाइस अब चाहिँ म यो देखाउन आएको है तपाईँहरूलाई खासमा यो चिज ब्याक क्यामेरा गरेर देखाइदिन्छ माथि गाइस हेर्न दामी बादल लागेछ अनि तल यो छ ल गाइस वरिपरि चाहिँ यस्तरी रुखहरू पार लगाएर राखेको छ रुखहरू छ यहाँ डस्टबिन छ अनि उतापट्टि खेल्ने ठाउँ भएको जङ्गलमा सिर्फ जङ्गल मात्र नभएर यहाँ घुम्ने ठाउँ खेल्ने ठाउँ सबै कुरा रहेछ प्लस पोइन्ट मैले चाट पनि खाएँ यहाँको चाट त्यति मिठो पनि भन्न मिल्दैन नमिठो पनि भन्न मिल्दैन बस भोक चाहिँ मेटायो होइन किदाखेरि बाटोमा के देखिन्छ म त्यो चाहिँ तपाईँहरूलाई देखाउँछु त्यसपछि नेक्स्ट भिजिटिङमा म हजुरलाई अरू कुराहरू देखाउँछु है त ओके गाइस हेलो गाइस अहिले चाहिँ दिउँसोको 4:42 भइसक्यो 5 बज्न लाग्यो अब साँझ पर्छ त्यसपछि हामी छिटो घर जानुपर्छ नि त पानी पनि पर्छ जस्तो छ त्यही भएर अहिले जस्तो जङ्गलमा टोइटो हिँडिरहेको छु म के हुन्छ थाहा छैन उकालोमा हो म हिँडेको होइन यस्तो छ बाटो अनि म चाहिँ अहिले माथि चढिसकेपछि एउटा भिडियो हजुरलाई दिन्छु सर्ट भिडियो ओके गाइस मेरो पछाडि देख्नु भएको छ एउटा सानो झोपडपट्टि जस्तो घर छ त्यो चाहिँ त्यहाँ कोही पनि बस्दैन तर कस्तो चिटिक्कको मिलेको घर छ अब ढुङ्गा बाटो होइन जङ्गल हुँदै अब जानियो म फर्किँदैछु गाइस यहाँ चाहिँ आजकल अलि मान्छेहरू कमाउँदो रहेछन् अब देख्न सक्नुहुन्छ माथितिरको भ्यू पनि छ यस्तो या उकालो माथि जाने हामी ओके गाइस माथि पुगेपछि अर्को नेक्स्ट भिडियो बाई गाइस यो भ्यू टावर हो होइन अब यो चाहिँ बन्द भइसक्यो के गर्ने जान पाउँदैन नै भने माथि गएर तपाईँलाई यहाँको भ्यूहरू देखाइदिन्छ यस्तो दामी छ भ्यू टावर बाहिरदेखि हेरेर जान पर्ने भयो यार क्या दुःख लाग्दो यहाँदेखि छिर्ने अनि टुङ्ग माथि जाने हो यहाँ चाहिँ धरा रहेको छ क्या यो चाहिँ बन्द भइसक्यो म चाहिँ यो तारबाट न छिरेर आइदिएको अब यहाँ जिगज्याग स्टाइल छ यो जिगज्याग स्टाइलमा टुटु हिँड्यो यस्तरी होइन त्यहाँ रहेको छ धराहरा हो कि के हो टावर भ्यू टावर होइन यहाँदेखि गएर अब म हजुरहरूलाई त्यहाँ देख्न सक्नुहुन्छ मेरो पछाडि किट्ली रहेको छ यही हो गाइस किट्ली भने पनि यही हो खै के हो यो तोप हान्ने हो क्या हो तोप उडाउँछ क्या माथि फुगर पुग्ने होला यो भ्यू टावर माथिसम्म भ्यू टावर काठमाडौँमा थियो नि त हो त्यस्तै अब चाहिँ म यो झोपडपट्टिमा बस्छु एकछिन त्यसपछि चलिदिन्छ है त गाइस यहाँ रहेको त जिगज्याग स्टाइलको बार होइन यस्तो चिजले बार लगाएको छ यहाँ अनौठो छ नि त अरू ठाउँमा भन्दा त अरू ठाउँमा अर्कैवाला बार हुन्छ यहाँ यस्तोवाला बार छ म चाहिँ फर्किँदैछु पुरै यस्तोवाला यो सेतो हनुमान झार हो क्या हनुमान झार भन्छ कि यसले घाउहरू पनि निको पार्छ यो झारले घाउमा लाग्यो भने अनि फर्किँदैछु गाइस त यो मेरो भिडियो फुल भिडियो हेरिदिनु होला गाइस म नेक्स्ट टाइम फेरि अझै यस्तै अर्को भिडियो पनि लिएर आउनेछु यो रहेको छ सल्लाहवाला जङ्गल होइन यो बाटो हुँदै जाने हो गाइस हामी टुकुन गर्दै जाने हो तर बाटो लाज रखेर जस्तो लागिसक्यो यहाँ पुरै सल्लाहको रुख छ गाइस सल्लाह बादल लाग्छ यो के चिज हो गाइस होइन ओ गाइस मैले ऐसिलु भेटाएँ गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ ऐसिलु होइन यतासिममा ऐसिलु छ योलाई भन्छ ऐसिलु होइन त्यहाँ छ ऐसिलु अलि ऐसिलु पाक्ने मौसम भएको छैन अहिले यो यसलाई भन्छ ऐसिलुको रुख गाइस ऐसिलु देख्न सक्नुहुन्छ गाइस यो हो
ऐसेलु गाइस हेर्नु है त यति ऐसेलु चाहिँ मैले टिपेर सकाएँ होइन धेरै त थिएन अलिअलि थियो अब खाने हो गाइस यो ग्वाम ग्वाम देख्न सक्नुहुन्छ गाइस हामी तल झरिसक्यो तल भन्नाले यहाँसम्म झऱ्यो अझै त्यहाँ तलसम्म त हामी जानै छ त्यहाँ गएर त्यसपछि उत्यो रहेको छ टुडी खेल पाल्पाको टुडी खेल हो त्यो गाइस होइन यो रहेको छ तानसेन सहर अनि यो रुखले छेक्यो अझै उता पनि छ गाइस होइन आउनु होला कुनै दिन आउँदाखेरि मेरो भिडियो पनि सम्झिनु होला है त चिसो मौसम अनि पानी परेको छ म तानसेनमा आइसकेँ तल झरिसकेँ गाइस होइन यहाँ एउटा यो ठाउँको नाम रहेको छ शीतलपाती होइन यहाँ चाहिँ मान्छेहरू बस्छन् थकाइ मेट्छन् आनन्द लिन्छन् होइन अनि अर्को रहेको छ यहाँ चाहिँ ठुलो गेट बडावाला गेट यो पिपी सपिङ मलहरू यहाँ रहेको छ गाइस यो बाटो पनि जान सकिन्छ गाइस अनि यो बाटो पनि छ के अरे हामी वहाँ माथि चढेको थियौँ गाइस अहिले हामी यहाँ तल आइसकेका छौँ तानसेन अब हामी भेट्नेछौँ नेक्स्ट टुरमा